उक्त ऋण हामीले माग गरेका थियौं वा हामीमाथि प्रस्ताव आएको थियो। अफर्ड लोन हो कि रिक्वेस्टेड लोन हो? कि प्रधानमन्त्री बालेन शाहले हिन्दू परम्परामा शपथ लिँदा त्यसलाई लिएर उठाइएका आपत्तिहरूले एउटा गम्भीर प्रश्न उठाएको छ कि देशमा धर्मनिरपेक्षता भनेको आफ्नो धर्म हिन्दूहरूले मान्न नपाउने हो। हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ, नेपाललाई जनतालाई धर्मनिरपेक्ष बनाउँदै गर्दा जनतालाई सोधिएको थिएन। सभामुख महोदय, केही पनि माग्दिन, केवल एकपटक जनतालाई सोधिदिनुस्, हिन्दू राष्ट्र र राष्ट्र चाहिन्छ कि चाहिँदैन। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म यस गरिमामय संसदको सम्माननीय सभामुख जस्तो गरिमामय जिम्मेवारीमा निर्विरोध निर्वाचित हुनुभएकोमा यहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। विगतमा देखिएका केही सभामुखहरूमा सत्तापक्ष झुकावको प्रवृत्तिबाट अलग रहँदै सम्माननीय सभामुख महोदयले नयाँ मापदण्ड स्थापित गर्नुहुनेछ भन्ने विश्वास राख्दछु। सत्ता र प्रतिपक्ष बीच सन्तुलित व्यवहार, संवैधानिक मर्यादाको संरक्षण तथा संसदीय प्रक्रियाको निष्पक्ष सञ्चालन यहाँ अब्बल साबित हुनुहुनेछ भन्ने विश्वास राख्दछु। सम्माननीय सभामुख महोदय, नेपाल सरकारको मन्त्री परिषद बैठकले एसियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टको लागि 90 मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाको लागि 95 मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको प्रसङ्ग छ। हामी सरकार समक्ष सोध्न चाहन्छौँ, कुन संसदीय समिति, कुन नीतिगत बहस र कुन आवश्यकता प्राथमिकीकरण मूल्याङ्कनका आधारमा यो आकारको निर्णय लिइयो? हाम्रो संसद अझै शिशु अवस्थामा छ। संसदीय समिति उपसमितिहरू बनेका छैनन्। यस्तो अवस्थामा एउटा सानो आकारमा बसेर भएको सरकारको निर्णय पारदर्शी नहुन सक्ने सम्भावना छ। सबैभन्दा महत्त्वपूर्ण प्रश्न, उक्त ऋण हामीले माग गरेका थियौं वा हामीमाथि प्रस्ताव आएको थियो? अफर्ड लोन हो कि रिक्वेस्टेड लोन हो? किन विशेष गरी उक्त परियोजनाहरू नै छनौट गरियो? यसको गरिमामय संसदमा सरकारतर्फबाट जवाफ आउँछ भन्ने मैले अपेक्षा राखेको छु। सम्माननीय सभामुख महोदय, संसदीय बजेट अनुरोधको लागि हामीलाई विभिन्न मन्त्रालय धाउन नपरोस्। यसका लागि एउटा अनलाइन पोर्टल बनाइयोस् जहाँ सांसदहरूले आफ्ना आवश्यकताहरू, भूगोलका आवश्यकताहरू राख्न सकुन्। उक्त पोर्टल सार्वजनिक गरियोस् ताकि स्वार्थमा आधारित बजेट अनुरोध रोक्न पाऊँ र जनसङ्ख्या र भूगोल अनुसार आवश्यकता मूल्याङ्कन गरे पश्चात मात्र उक्त बजेट निकास गर्ने व्यवस्था मिलाइयोस्। यस व्यवस्थाले भोलिको दिनमा सांसदहरूले बजेट बाँडफाँडमा आफ्नो हात भएको देखाएर दम्ब गर्न नपाउन्। यस्तो सांस्कृतिक अभ्यासको अन्त्य हुनुपर्छ। सम्माननीय सभामुख महोदय, मध्यपूर्व क्षेत्रमा देखिएको सङ्कटले हाम्रो कमजोर आर्थिक र कूटनीतिक आधारहरूलाई उजागर गरेको छ। लाखौं नेपालीहरू खाडी मुलुकहरूमा श्रम गरिरहेका छन्। त्यहाँ कुनै पनि अस्थिरताले हाम्रो विप्रेषण, हाम्रो अर्थतन्त्र र लाखौं परिवारको जीविकामा प्रत्यक्ष असर पार्दछ। मध्यपूर्वमा देखिएको सङ्कटले हाम्रो भान्सामा प्रत्यक्ष असर परेको छ। यी कुराहरूलाई सम्बोधन होस् र यो सँगै पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिने र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको नाममा हवाई यातायात भाडा दर लगायत जथाभावी भएको मूल्य वृद्धि रोक्नतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। साथै यस अवस्थामा आज व्यवसायीहरू पनि ठूलो यो मन्दीको कारण र यो महँगाईको कारण चपेटामा परिरहेका छन्। यसको लागि सरकारले व्यवसायीहरूलाई कालो सूचीमा जानु नपरोस् भनेर वित्तीय र बैंक संस्थाहरूसँग उहाँहरूको लागि पुनर्कर्जा गराउने कि लोन रिसेड्युलिङ गराउने भन्ने विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र सम्माननीय सभामुख महोदय, आज देशको राजनीतिक समय सकिएको छ। अन्त्यमा म अन्त्य गरिहाल्छु। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री बालेन शाहले हिन्दू परम्परामा शपथ लिँदा त्यसलाई लिएर उठाइएका आपत्तिहरूले एउटा गम्भीर प्रश्न उठाएको छ कि देशमा धर्मनिरपेक्षता भनेको आफ्नो धर्म हिन्दूहरूले मान्न नपाउने हो। हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ, नेपाललाई जनतालाई धर्मनिरपेक्ष बनाउँदै गर्दा जनतालाई सोधिएको थिएन। सभामुख महोदय, केही पनि माग्दिन, केवल एकपटक जनतालाई सोधिदिनुस्, हिन्दू राष्ट्र र राष्ट्र चाहिन्छ कि चाहिँदैन।